हेलो साथीहरु, पण्डित टेक 1.0 युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। साथीहरु, आजको यो भिडियोमा तपाईहरुलाई सिकाउन गइरहेको छु यस्तो फोटोहरु कसरी बनाउने। ठीक छ, यस्तो फोटोहरु अहिले टिकटकमा, इन्स्टाग्राममा धेरै भाइरल गर्ने गइरहेको छ। ठीक छ, धेरैजना यस्तो फोटोहरु डालिरहेको छ, हामीलाई बनाउन आइरहेको छैन। मैले आज तपाईहरुलाई यो सबै यस्तो फोटोहरु सिकाउने छु। ठीक छ, तपाईहरुलाई यस्तो फोटोहरु सिकाउने छु। यस्तो फोटोहरु कसरी बनाउने आजको यो भिडियोमा तपाईले सिक्नुहुन्छ। ठीक छ, तपाईहरुलाई यो भिडियोलाई लास्टसम्म हेर्नु पर्ने हुन्छ। यो सानै भिडियो छ। ठीक छ, तपाईले यो भिडियोलाई स्टेप बाइ स्टेप गरेर लास्टसम्म हेर्नुहुन्छ भने तपाईले पनि बनाउन आइहाल्छ। ठीक छ, यस्तो भिडियोहरु तपाईहरु पनि बनाउन सक्नुहुन्छ। अब यो भिडियो यस्तो फोटोजहरु कसरी बनाउने त आजको भिडियोमा तपाईले त्यही सिकाउन गइरहेको छु। अब तपाईले सबैभन्दा पहिला त तपाईले एउटा एप्लिकेसनको जरुरी पर्छ। त्यो एप्लिकेसनको नाम हो च्याटजीपीटी। ठीक छ, अब च्याटजीपीटी तपाईले प्ले स्टोरबाट आसानीले डाउनलोड गर्न लिनु होला। ठीक छ, अब डाउनलोड गरेपछि तपाईले यसलाई ओपन गर्नु होला। अब ओपन गर्नुहुन्छ भने यस्तो खालको इन्टरफेस आउँछ। ठीक छ, जस्तै यहाँबाट अब तपाईले यहाँबाट एउटा फोटो लगाइलिनु होला। मैले धेरै फोटो लगाइसकेको छु, त्यसैले मेरोमा अहिले भइरहेको छैन, म तपाईहरुले बताइदिरहेको छु। यहाँबाट तपाईले एउटा फोटो यहाँबाट एउटा सिलेक्ट गरिलिनु होला। यहाँ ग्यालेरीको हेर्न सक्नुहुन्छ। यहाँ ग्यालेरीको दिएको छ। ठीक छ, अब यसमा क्लिक गर्नुहुन्छ भने यहाँ फोटोमा क्लिक गर्नुहुन्छ भने तपाईको धेरै फोटोहरु सबै फोटोहरु आइहाल्छ। ठीक छ, अब त्योबाट एउटा फोटो सिलेक्ट गरिलिनु होला। अनि तपाईले यहाँबाट यो लेखिदिनु होला। ठीक छ, मैले दिइरहेको छु। जस्तै मैले यहाँ लेख्यो एडिट अ फोटो, त्यो फोटो लगाएर अनि त्यसैमा लेख्नु होला एडिट अ फोटो अफ, यहाँ हेर्नु सक्नुहुन्छ मैले लेख्यो यहाँ एडिट अ फोटो अफ ए स्केलेटन टु स्ट्यान्ड लाइक दिस। ठीक छ, अब यो तपाईले त्यो फोटो लगाएर त्यही फोटोमा यो लेख्नुहुन्छ नि, तपाईको फोटो अनि त्यो फोटोहरु यहाँ बनाएर दिइदिन्छ। ठीक छ, च्याटजीपीटीले तपाईको फोटो बनाएर दिइदिन्छ। यस्तै मैले पनि फोटो बनाएर मैले पनि टिकटकमा हालेको छु अनि त्यो पनि भाइरल भइरहेको छ। ठीक छ, तपाईहरुले पनि आइरहेको छैन भने अब तपाईहरुलाई बताइदियो भने तपाईले आउन सजिलो भयो होला। ठीक छ, अब तपाईलाई यो बनाउन आइहाल्छ, तपाईहरुले पनि बनाउनुस् र तपाईहरुले पनि टिकटकमा, इन्स्टाग्राममा, युट्युबमा जहाँ पनि तपाईले अपलोड गर्न सक्नुहुन्छ। तपाईको यो फोटोजहरु धेरै भाइरल गर्ने हुन्छ। ठीक छ, अब तपाईले यहाँ फोटो आइहाल्छ। ठीक छ, अब फोटो आइहाल्छ नि, अब फोटोमा क्लिक गरेर तल हेर्न सक्नुहुन्छ डाउनलोडको अप्सन दिएको होला। ठीक छ, त्यहाँबाट डाउनलोड गरिलिनु होला। ठीक छ, अनि तपाईलाई यो भिडियो कस्तो लाग्यो आशा गर्दछु यो भिडियो तपाईलाई राम्रो लाग्यो होला। यो भिडियोमा तपाईहरुलाई यही रिक्वेस्ट छ भने यो भिडियोलाई लाइक गरेर यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला।